जय मसिह सबैजनालाई मेरो छोटो मिनी ब्लगमा तपाईँलाई स्वागत छ। यो भिडियो चाहिँ मेरो पुरानो हो। 1 हप्ता भयो मैले चाहिँ अपलोड गर्नु पनि पाएको थिइनँ, एडिटिङ गर्नु पनि पाएको थिइनँ। अनि मैले चाहिँ यो भिडियो चाहिँ कहिलेको हो भन्दा चाहिँ हामी भेल्लोर जाँदै गरेको अनि पास्टर बुबा, म, मार्था बहिनी र एस्तर बहिनी छ। अनि एस्तर बहिनी र मार्था बहिनी चाहिँ सुतेछ। सो अनि पास्टर बुबा र म चाहिँ बात गर्दै हामी जाँदैछ हो। अनि एस्तर बहिनीलाई चाहिँ फेरि भमिटिङ हुन्छ नि त गाडीमा हिँड्दाखेरि, त्यही भएर एस्तर बहिनी चाहिँ सुत्यो हो। अनि मार्था बहिनी पनि सुतेछ। हामी बिहान फेरि 6 बजी हिँडेको नि त, त्यही भएर चाहिँ हामी बेलुका पनि ढिलो ढिलो सुतेको थियो। त्यही भएर चाहिँ छिटो उठ्दाखेरि चाहिँ अनि मार्था बहिनी र एस्तर बहिनीको चाहिँ निन्द्रा पुगेको थिएन। सो यहाँ चाहिँ एस्तर बहिनी मार्था बहिनी पनि उठेर चाहिँ एकदमै इन्जोय गरिरहेको छ ऊ चाहिँ हो। अन्त उसले इन्जोय गरेको देखेर मलाई पनि एकदम खुसी लागेर चाहिँ मैले पनि इन्जोय गरिरहेको थिएँ। सो हामी चाहिँ भेल्लोर हस्पिटल पुगेर पनि अब फर्किन लागेको। मैले हस्पिटलको भित्र चाहिँ भिडियो गरिनँ। अनि सो हामी चाहिँ यहाँनिर आएर खाना खान लाग्यो। यहाँनिर बिरयानी खान लाग्यो है। स्टार बिरयानी रहेछ। यहाँ चाहिँ एकदमै टेस्टी बिरयानी पाउँदो रहेछ। मैले फर्स्ट टाइम खाएको यस्तो टेस्टी चाहिँ बिरयानी होइन। बिरयानीको टेस्ट चाहिँ मलाई यस्तो फर्स्ट टाइम भेटेको। सो हामी चाहिँ यहाँ आधी बाटोमा आएर फेरि गाडी रोकेर यहाँनिर चिप्सहरू खाँदै एकछिन त्यहाँनिर बाहिर बस्यो। बसेर चाहिँ सो हामी चाहिँ निस्किनु लागेको अब घरतर्फ। अनि सो आजको भिडियोलाई यति नै राख्दै नेक्स्ट भिडियोमा मिलेंगे। बाय बाय एभ्रीवान।